हाई एभ्रिवान वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ अहिले जाँदैछु घुम्न। अरे क्या घुम्न आएर म पनि त पनि एक्लै, साथी नसँगी एक्लै रङ्गी चङ्गी के भन्ने एउटा थियो त्यस्तै भइरहेछ। यहाँ हेर न त कुकुर। म चाहिँ आज के होलसेल पसलहरू बुलेर आएको। होलसेल त्यो सो होलसेलमा अलिअलि कपडाहरू हाल्नु पऱ्यो भनेर गएको है। मैले भने जस्तो एउटा भेटिनँ हौ। न होलसेलमा त्यो होलसेलमा राम्रो राम्रो त्यो अब समरको आएकै छैन रहेछ क्या अहिले। खासमा मैले चाहिँ समरकै लागि खोज्न गएको थिएँ वान पिसहरू अलि राम्रो राम्रो भेट्दै भेटेँ। अनि अल्छी लाग्यो, त्यही भएर यतातिर आएको छु। यहाँ तल यो गौशाला भन्ने ठाउँ हो क्या। यहाँ तल बसिराख्नलाई आनन्द छ क्या, बसेर जानु पर्यो भनेर। घुम्ने ठाउँ त त्यस्तो होइन, मन्दिर हो। म यहाँ बस्छु एकछिन, अनि शान्त छ क्या ठाउँ, आनन्दको। एकछिन बस्छु अनि जान्छु। यहाँ पुल छ है, तर म एउटा चिज तपाईँहरूलाई देखाउँछु क्या। एउटा के छ भने नि, मलाई चित्तै नबुझेको, मनै नपरेको होइन। यहाँको स्थानीय त के भन्नु अब। यहाँ पुल छ, यस्तो राम्रो छ है। अनि यहाँ मन्दिर पनि छ, तर एउटा चिज यहाँ के छ नराम्रो भन्ने कुरा तपाईँहरूलाई म देखाउँछु। जुन कुरा चाहिँ यो एकदमै धेरै जरुरी छ बुझ्नुको लागि। मतलब यो कुरा व्यवस्थित अलि राम्रो हुनु पर्यो क्या। मलाई मनै पर्दैन। म अस्ति म आएको थिएन कि, अस्ति नै एकचोटि आएको थिएँ है। अनि म त छक्क परेँ क्या, यस्तो छ क्या यो ठाउँमा। यता अझ मन्दिरको छेउमा है, त्यो पनि त्यो हो नि। मन्दिर अलिकति सफा त हुनुपर्छ नि। यहाँ हेर्नु, म सरप्राइज यस्तो यहाँ छ नि। ऊ पर त्यो फोहोरहरू देखिरहेछ, त्यो सब फोहोर हो। हेर्नु त, यो हुन्छ काहीँ। यो 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 राम्रो कुरा हो र। यसलाई त फोहोर छाल्ने ठाउँ त यहाँ त ठिक छैन नि त है। भएन क्या यो, मलाई यो चित्त बुझेन। कस्तो आनन्दको छ अब, यस्तो राम्रो छ। मान्छे पनि आउँछन्, टुरिस्ट त के भन्नु। यो वरिपरिको मान्छेहरू त आइपुग्छ नि त, कोही कताबाट आउँछन् कता। अब यस्तो राम्रो राम्रो यहाँ अब भवनहरू अझै बनिरहेछ है। भवनहरू अझै बनिरहेछ यहाँ, राम्रो बनाउनु पर्नेमा। तर यो चाहिँ के हो के, यो के हो के, यस्तो किन के होइन। यो फोहोर व्यवस्थापन गर्ने ठाउँ हो र, यसरी गरिन्छ र। यस्तो ठाउँमा गर्छन् र फोहोर व्यवस्थापन पनि। फोहोर पनि यस्तोमा राख्ने हो र। मतलब हुन्छ नि, अलिकति ठाउँ भएन। अनि अझ यो त झन् ठाउँ नै भाउँदै भएन। यहीँ मन्दिर छ, यो के हो त के। यहाँ हेर्नुहोस् त, त्यही पनि कस्तो के। यहाँ हेर्नु न, म छक्क परिरहेको छु के। यो किन यस्तो गरिरहेछन् फोहोर विभागले। यो त यो स्थानीयले पनि अलिकति भन्नुपर्छ। यो ठाउँको मान्छे, यहाँको समितिले हेर्नुपर्ने होइन र। यो हेर्नुहोस् त ल, अब यहीँ मन्दिर, यो हेर्नुहोस् त। यो चाहिँ चित्त बुझ्दो कुरा चाहिँ होइन है। मलाई चाहिँ चित्त बुझेन होइन। हेर्नुपर्ने कुरा हो सबैले। यस्तो छ, आनन्दको छ यहाँ बसेर। यहाँ बसेर नि, यहाँ चटपटी पनि पाइन्छ, चटपटी खाँदै बस्नु। अस्ति नै यहाँ त चटपटी खाएको थिएँ म। यहाँ बस्नु पर्यो एकछिन अब म। कस्तो राम्रो कुकुरहरू रहेछ, कुकुरको बच्चाहरू। मै खाना नपारेर के आयो पुतुलीहरू। यो कुकुरलाई म बिस्कुट किनिदिन्छु। मेरो झोला झरेको टपुल छ। बिस्कुट दिनु न ल, यो खालको दिनु दुईवटा ल। यो कुकुरलाई दिनु पर्यो। हो बिस्कुट खाने हो।
यिनीहरूलाई मैले यहाँ अहिले के मैले अहिलेसम्म भिडियो बनाएको थिएँ भरे भिडियो नै भएको रहेन रहेछ क्या। अहिलेसम्म मैले यिनीहरूलाई मैले बिस्कुटहरू दिएको थिएँ होइन। अनि बिस्कुट दिएर मैले के कुरा गरिरहेको थिएँ भने नि यो 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 खोल छ नि, यो खोलको बारेमा मैले भनेको थिएँ। यति धेरै खोल छ नि त्यहाँ, अनि त्यसले नै मलाई याद दिलायो क्या अहिले। यिनीहरूलाई त बिस्कुट दिएर मैले यो खोलको कुरा गरिरहेको थिएँ। म के गर्छु भने यो खोल डस्टबिन छ भने म डस्टबिनमा हाल्छु, थिएन भने म पारेर गोजीमा या ब्यागमा बोकेर म जान्छु, जहाँ डस्टबिन छ म त्यहाँ फाल्छु। मैले यो कुरा भनिरहेको थिएँ अघि भिडियोमा, तर भिडियो भएन त। अनि त्यही कुरा कि म कति धेरै मान्छेहरूलाई मतलब अब तपाईँ सबलाई सम्झाएर हिँड्ने खालको त मान्छे होइन, हिँड्दैन म होइन। त्यो पनि कति मान्छेहरूलाई चाहिँ केही ठाउँमा भनिरहेको हुन्छ क्या, त्यसरी नफाल्नु न डस्टबिनमा हाल्नु खालको त्यो अब त्यसरी। अनि त्यो गुड्खा खानेहरू कस्तो हुन्छ नि, गाडीतिर हिँड्दाखेरि पनि बसतिर हिँड्दाखेरि खायो अनि फ्याट्ट फाल्यो है रोडतिर। अनि हस्पिटलतिर पनि कति हुन्छ त्यस्तो, जो सुत्यो पनि अलिक बुझेको जानेको ठुल्ठुलो मान्छे बच्चालाई सिकाउने बेलामा ठुल्ठुलो मान्छे त्यस्तो हुन्छन् के। यो चाहिँ मलाई मन पर्दैन यो कुराहरू। म यही कुराहरू कतिचोटि भन्न खोज्छु तर बुझ्दैन क्या मान्छे। घुम्न पनि मान्छेहरू चाहिँ आउनुहुन्छ है, तर यहाँ चाहिँ अब अलिकति रमाउँ यहाँ बुढाबुढीलाई सो आएर भजन कीर्तन गर्न यहाँ भजन गाउनुहुन्छ प्रायः। अब यो दिउँसोको टाइममा नि प्रायः यहाँ सबै भेला हुनु रहेछ क्या वरिपरि मान्छेहरू, अनि भजन गाएर बस्नुहुन्छ। वृन्दावन गौशाला मन्दिर चाहिँ यहाँ पर छ। कति त आइसक्नु पनि भयो होला यहाँ। घुम्न आउनु रहेछ यहाँ अङ्गलान्टीहरू, फोटो खिच्दै हुन्छ। वृन्दावन, नयाँ वृन्दावन गौशाला। कस्तो आनन्द आउँछ नि त, शान्त है, रमाइलो। यहाँ भेला भएर सबैजना भजन गाउनुहुन्छ प्रायः। ए हुन्छ, म चाहिँ चटपटे खानु लाग्छु अब। घाम तापेर खानु पर्यो भने घामै हाने यहाँ बस्ने ठाउँमा चाहिँ यतै बस्नु पर्छ। चटपटे मिठो पाइन्छ यहाँ। अस्ति पनि खाएको थिएँ मैले, कस्तो मिठो थियो। अस्ति त मैले झन् कति खाएँ, 100 कुरा नि खाएँ होला एक्लैले, कस्तो मिठो लागेर क्या। कस्तो म चाहिँ फर्केको अब यति बेलुका होइन। अनि मैले साँच्चै यो फोहोरको बारेमा बुझेको थिएँ कि मैले यो फोहोरको बारेमा बुझेको थिएँ। अनि यो फोहोर चाहिँ अब पुर्छन् अरे क्या, यो पुर्छ अरे, मतलब नानी भेला गरेर अनि यसलाई पुर्छन् अरे। तर ठाउँ चाहिँ सही भएन, यहाँ चाहिँ गर्नु नहुने थियो जस्तो लाग्छ मलाई चाहिँ। यति धेरै चाहिँ हेर राम्रो छ ठाउँ यहाँ चाहिँ, यस्तो फोहोर यो गलत हो। म फर्केको, बाई बाई, आजको लागि यति नै।